म आएँ है त दिदी आउँ ल शिवक फ्रन्ट जुस चाहिँ यो नौलो लाग्यो त्यही भएर चाहिँ दिदी के अरे यसको बारेमा केही संक्षिप्तमा यसो भनिदिनुहुन्छ हजुरले यो शिवक फ्रन्ट जुस त हाम्रो यो मर्साङदीको खोलाको छेउछाउमा मात्रै पाउँछ है हजुर र प्रायःले नै यो जुस चाहिँ एकदम यताको अर्ग्यानिक लोकल जुस भएर हजुर सबै घुम्न आउने जति नेपाली टुरिस्टहरू जसले पनि यो जुस चाहिँ एकदम मन पराउनुहुन्छ कि यो चिसो ठाउँमा भएको त्यो भएर हजुर अनि यसलाई चाहिँ एकदम राम्रो बान्ने रहेछ हजुर त्यही भएर यो शिवक फ्रन्ट जुस चाहिँ हामीले प्रायः मान्छेहरूले चाहिँ आउने मान्छेहरूले यो नखाएको चाहिँ कमै मान्छे हो सुन्दाखेरि नौलो अनि यो प्लान्ट बेस हो कि यो एकदम बोट सानो हुन्छ होइन हजुर यसमा फेरि काँडै काँडा भएको हुन्छ हजुर काँडै काँडा भएको हुन्छ हामीले चाहिँ यो टिप्न जाँदाखेरि हजुर अनि सानो तपाईँको बाटा जस्तो लगेर हजुर अनि हाम्रो जुन काँटी चम्चा हुन्छ नि तपाईँले थाहा छ नि हजुर 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 काँटा चम्चा हजुर काँटा चम्चाले चाहिँ हजुर एउटा सानो बाटा लगेर अनि त्यो बोटको मुनि बोट यति होसो हुन्छ हजुर त्यो बोटमा चाहिँ यसले यसरी झारेर टिपेर अनि ल्याउने ल्याएर पनि हामीले घरमा चाहिँ निचार्ने निचारिसकेपछि चाहिँ त्यसलाई चाहिँ हामीले चिनी हालेर चाहिँ पकाउनु पर्छ पकाएपछि चाहिँ शिवक फ्रन्ट जुस रेडी हुन्छ ए हजुर भनेपछि यो चाहिँ अलिकति लोकल है हजुर यहाँको अर्ग्यानिकमै पर्यो हजुर यो चाहिँ अनि अब यस्तो हिमाली क्षेत्रहरूमा मात्रै पाउँछ हजुर अनि त्यही भएर प्रायःले नै यो चाहिँ एकदम बेस्ट मान्छ कि ए त्यही त हुनु चाहिँ यो चाहिँ र चाहिँ हजुरले चाहिँ यहाँ पहिला चाहिँ यहाँ र चाहिँ यसरी ल्याउनुहुन्छ हामीले बाल्टिनहरू लगेर हजुर बाल्टिनहरूमा चाहिँ टिपेर ल्याउँछ हजुर अनि त्यहाँदेखि चाहिँ हामीले घरमा ल्याएर फेरि जालीमा छान्नुपर्छ है हजुर हजुर जालीमा छानेर अनि बल्ल यस्तो यस्तो यो चिया छान्ने त्यस्तोहरूमा छानेर हजुर अनि त्यसमा काँडा त्यसको पातहरू झरेको हुन्छ नि त हजुर अनि हो तिनीहरू सबै फाल्ने अनि पछि चाहिँ पहिला चिनी पकाउने अनि यो हालेपछि अनि एकछिन पकाउने अनि पछि रेडी हुन्छ ए त्यही त हस् दिदी धन्यवाद हजुरले चाहिँ केही सानो चाहिँ छोटो जानकारी भनिदिनु भयो है त दिदी धन्यवाद